ल अहिले चाहिँ हामी फेरि अर्को साइडबाट देखाउँछु। अघिको भिडियोमा अर्को बनायौँ। यो चाहिँ पुरै यो चाहिँ ग्राउन्ड हो क्या, यो ग्राउन्ड। अहिले यता तल्लोपट्टिको त्यो घरहरूको ठ्याक्का ठ्याक्का हेर्नुपर्छ क्या। यहाँबाट जाउँ। यस्तो यहाँ त तातो घाम परेको के अरे तातो घाम लागेको बेलामा सुत्यो भने त निदाकै हुन्छ होला है। ल हेर्नुहोस् कस्तो छ, मान्छेहरू पनि टन्नै छ यता अलि अन्त नि खासै छैन। हिलोमा ग्याप चाहिँ छिरिन्छ होला यार। यहाँबाट सट्टै ल त्यो छेउतिरको घरको त तपाईँको यहाँ उयो गर्दाखेरि गर्ने हो क्या। यो मान्छे नेपाली हो बुझ्नु नि, मणिकुमार जस्तो छ, 2 वर्ष पछाडि झ्यापमा छ। यो नेपाली हो, यो झ्यापमा छ। त देखाइहाल्छ है नेपालको। त्यही त नै छन्। अघि म यो मान्छेलाई पुत्ला भन्दा नै त पुरा अघि उभिएर पसिना पसिरहेको रहेछ। को उयो त्यो आइमाईलाई टाढाबाट ए उसले ठक्कै उभिरहेको थियो। म त पुत्ला रहेछ क्या हो त्यहाँ यो तपाईँको तिनीहरूले होटल पो रहेछ सर। यो त होटल पो रहेछ। होटल हो, कस्तो दाम छ त होइन। सही ठाउँ छ यहाँनिर। मान्छेहरू नि ग्राउन्डतिर नि खासै छैन हौ राजा, मान्छे छैन घामले गर्दा। त्यो माथि त्यो कुहिरो कालो भएर कस्तो उयो देखाइरहेको छ कि। यो त वर्ल्डको सेकेन्ड कतिमा गनिन्छ नि त अहिले। हेर्नुहोस् घरहरू पनि कति छक्का बनाएको छ नि त। यो चाहिँ यस्तै हुँदो रहेछ क्या त। यो घरहरू नि यो छ नि चुली भएको, यो युकेतिर हुने घरहरू यस्तै हुँदो रहेछ प्रायः। यो डिजाइनै यस्तो है। तपाईँको त हाम्रोतिर चाहिँ त्यो के भन्छ सलाइको बट्टा जस्तो के छ यहाँनिर। बाटो ऊ त्यो पोलमाथि त्यो रातो फुल छ नि दाजु, उयो त्यो तपाईँको यहाँको के भन्छ पनि छ नि त यो फुल त। त्यही त त्यो के भन्छ राष्ट्रिय फुल अरे के। हाम्रो नेपालमा लालीगुराँस भयो नि त्यस्तै सेम टु सेम रहेछ त राष्ट्रिय फुल। यसको बिचमा निस्किन्छ, हाम्रो त अलिकति मात्र निस्काउनु हुन त यस्तै हुन्छ नि। यो फुल नेपालमा हुँदैन। नेपालमा हुन्छ सर यो हो, हुन्छ। त्यसो भए लालीगुराँस चाहिँ हुँदैन यहाँ चाहिँ। लालीगुराँस हुँदैन भनेपछि त हाम्रो नेपालै ठिक रहेछ नि त। हुन त यो के भन्छ धेरै राम्रो छ नि सर। ल विकसित हुन नसकेर हो यस्तो कस्तो। यताबाट नि बस आइरहेछ होइन। यो चाहिँ बस्ने ठाउँहरू हो कि भित्र फुलबारी हो दाजु? फुलबारी यस्तो फोटोसोटो खिच्ने ठाउँ, विल्टन पार्कमा बस्ने त्यही हो सर। पानीको पोखरा सोखराले बन्द गरेको छ। उताबाट पनि नरिवलको बोट
यस्तो छ त्यो कालेहरू के भन्दैछ मलाई थाहा त कति काली हो त बच्चा हो कि हो कि पहिला तपाईँ के अरे उता होइन तपाईँ उता के भन्छ आर्मीमा जाँदाखेरि यस्तै कालो मान्छे हुन्थ्यो ए यो त अझ गोरो छ हो नजिकैको मान्छे देख्न नसक्ने दाँत मात्रै बराबर होइन कालो दाँत फेरि बरोस् त के टाढैबाट देखिन्छ अनि अरू भन्दा नि सर एउटै नाचको के केटा केटी होइन सबै एउटै के नाकै सबैको एउटै कपाल एउटै कपाल चाहिँ उम्रिँदैन रहेछ कि हो यिनीहरूको होइन कपाल चाहिँ उम्रिँदैन रहेछ कि हो कपाल उम्रिन्छ कि ठाउँ ठाउँमा उम्रिन्छ कि एकै ठाउँमा त बाबै हुन्छ नि हाम्रो नेपालमा झुक्का झुक्का हो त्यस्तो त्यो झुप्पा झुप्पा चाहिँ हुन्छ नि के त्यही एक ठाउँमा निस्किन्छ त्यही भएर यिनीहरूको प्लास्टिकको काइयो कहाँ लाग्छ र यसका कपालमा कोर्नलाई काम लाग्दैन एकैचोटि कोऱ्यो भने त 3-4 वटा दाँतै झरिदिन्छ त्यो घुमौरो हुन्छ म त कोत्रो आउने मात्रै रहेछ त यता आउनु भएको थिएन आउने त्यो ब्याङ्कसम्म आउने त्यसपछि फर्केर जान यताबाट जान्छ यो पुलबाट जान्छ होइन यसको यो खिच्नुपर्छ क्या अहिले उताबाट घुमेर आउँला नि बरु आउने भाइ सट्टै त्यही त नि हाम्रो सिंहदरबार जस्तो रहेछ सिंहदरबार ल कस्तो छ त दामी छ नि पहिला मान्छे त थुप्रो हुन्थ्यो क्या त अहिले त नहुने रहेछ सबभन्दा त यो लाग्ने टाइम पास यतिखेरै हुने हो क्या तपाईँको यो विदेशी पर्यटकहरू त यतिखेरै हुन्छ यतातिर हुनुपर्ने हो उनीहरू के गर्दैछ यतातिर सिधै मलेसिया बसिएछ एकै ठाउँ ड्युटी गरिएछ तपाईँको पानी आउन लागे जस्तो छ है त माथिबाट कालो भइरहेछ बादल बादल कालो भइरहेछ है साथीहरू ल हेर्नुहोस् है पानी आउन आँटे जस्तो छ अब एकछिन यिनीहरू कति साह्रो सेतो हो होइन यो छाला फोटो खिचेर उसको देखिरहेछ सेतो न सेतो त्यो त्यही त यार दुधभन्दा पनि सेतो छ त्यसमा फेरि मेकअप गरेछ अनुहार भाइ यिनीहरू अब फेरि खाले अब हामी यताबाट लाग्यो सेतो होइन त्यो के अरे उयो जस्तो हामी चाहिँ सेतो नि होइन कालो नि होइन यतिको गाउँ गएर भन्छ नि यतिलाई गाउँ गएर ल यिनीहरू कहाँबाट घुम्दै घुम्दै आएको हो यिनीहरू मलाई लाग्छ त यिनीहरू चाइनाबाट आएको भिजिटमा घुम्नको लागि काम थोरै गर्न आउँछ आफन्त गाउँ घुम्न आयो त्यो हो क्या त्यही भएर अब त्यो कोण यो दुलोबाट छिर्ने हो त अहिले हामी यताबाट छिर्ने कि उतैबाट जाने कताबाट जाने कि अघिको भनेको तिरबाट जाने होइन बरु यतैबाट जान्छ यतैबाट अघिकै बाटो यो अलिकति सिधा छैन कि यो एकान्त जस्तो छ Да, можете выйти на поле.
विची 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 गर्छ तिनीहरू त बोलेको विची 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 भन्छ ल साथीहरू हामीले चाहिँ यो ग्राउन्डको ठ्याक्कै एउटा भिडियो चाहिँ वरिपरि लगाएर हैन ठ्याक्कै सक्यौँ अब हामी जान्छौँ अर्को भिडियो बनाउनतिर कता गएर बनाउने दाजु अर्को भिडियो चाइना टाउन जाने हो कि उयो पो जाने भन्दै थियो के अरे तपाईँको म्याडिनमा जाने भनेको होइन म्याडिनमा जाने कि कता नेपालीको पसलमा सोध्ने एउटा पहिला एउटा नेपालीको पसलमा सोधौँ अनि खाना खाऊँ त्यसपछि नभए चाइना टाउनमा जाउँला घुम्नलाई चाइना टाउनतिर त त्यो अर्कोहरू पनि पाउँछ भन्ने सुनेको थिएँ दाइ त्यो त बरु अठारको 18 पाउनु त पाउँछ पाउनु त तर त्यता हुनु त चोर सर जानुहुन्न त्यसमा धेरै गर्नु अरू त्यो फाल्टैको लागि छ नि ओके साथीहरू ल बाई फेरि भेटौँला अर्को भिडियोमा